2835 रुपियाँ पैसा छ मसँग अहिले क्यास। यति नै हो मसँग क्यास भएको। अब गाउँ अर्को कुरा के छ भने ओपासबाट अब बिलिनियर बन्ने सोच मिडल क्लासबाटै बिजनेस स्टार्ट गरेको मान्छेकोबाट चाहिँ मैले मैं ABCD सिखाऊंगी, सब होगा, ओके? A B मैं कितनी बार बोल चुकी हूँ, पूरे पढ़ना। हेलो गाइजहरू, म चाहिँ यहाँ टक्कले काम गर्दैछु। बरामा किन हाँसेको भ्लग बनाएको देखेन अहिले माको फेरि हो अहिले मलाई हामीले चाहिँ यस्तो वालहरू लगाइरहेको अरे हेपेको वालहरू लगाइरहेको छौँ उतातिर चाहिँ यस्तो भइरहेछ। ल ठिक छ ल म चाहिँ बिहान यसो होइन यो ठाउँतिर आइपुगेको यसो सिन हेर्न लगाइदिएको म बादलहरू सक्नुहुन्छ होइन। अनि अर्को कुरा भनेको यहाँको चिसो हावा, यहाँ जङ्गल भइहाल्यो, यतातिर पनि जङ्गल छ होइन। अनि यहाँनिर मन्दिर छ। म यो ठाउँमा पहिला पनि आउने गरेको थियो, फेरि पनि आएको छु। यो चाहिँ सहरको भ्यू भयो। यहाँबाट चाहिँ जस्तो आँखाले देखेको छ होइन त्यतिको चाहिँ भिडियोमा नआउन सक्छ। म एकछिन बसेर होइन अब म जान्छु। अब चाहिँ यसो हेर्नु आएको नि त यस्तो भ्यू हेर्न आएको हिमाल दाम देखिन्छ। तर अब के अरे यो त्यहाँ लुक द्यास भ्यू भन्न के त्यो मास बादलहरू सर हिँडिरहेको छ क्या। त्यो भ्यू चाहिँ मैले मात्र अवलोकन गर्नु पाउँछु कि अरे अनि हिमालयहरू देखाइसकेँ मैले। बाटो चाहिँ यो चाहिँ यहाँको ड्रागन फ्रुट रे है। ड्रागन फ्रुटको लागि मल भयो कि यता जरा मानिरहेको छु। बिहान काम गर्न तल दाइ काम गरिरहेको छु। यति छ है यहाँ चाहिँ ड्रागन फ्रुट। यो हालिदिनु पर्ने छ भोलि। अब यो घाँसहरू काट्ने अरे पानी पनि चाहिँदो रहेछ ट्याङ्की। यो चाहिँ 3 वर्षपछि फल्छ। जाउँ हिँड्नु है, जाउँ दाइ खाजा हिँडेको लखमा चाहिँ ढक लाएर होइन गाइज। हाम्रो ढुङ्गा चाहिँ यहाँ छ। यसो बोल्नुहुन्छ हाम्रो काम यस्तो खतरा ढुङ्गा पुऱ्याउने हो। ड्याम मिठो खोला है हाम्रो। माछा पाउँदैन हिँड्न ओसल्टी कहाँ जाने खाता खानु तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो चलन चलिरहेको छ। भोक लागिसक्यो। के अरे डल्ला परेर सबैजना म चाहिँ अब गाउँको नयाँ भ्लग भनेको यस्तो हो। सुनसान जङ्गलमा चाहिँ होइन बाँदरहरू यतातिर हिँड्दै थियो। यतातिर चाहिँ अहिले तपाईँहरूले बाँदरहरू देख्न सक्नुहुन्न। चराचुरुङ कराउँदैछ, खोला सुहाँ गरेर बगिरहेको छ। मेरो त्यही पुरानो फोनबाट जुनबाट भ्लग स्टार्ट गरेको थियो त्यही त्योभन्दा अर्को दोस्रो फोनबाट चाहिँ मैले भ्लग बनाइरहेको छु होइन।
जिन्दगी भनेको यस्तै रहेछ होइन कस्तो भने यदि तपाईँसँग होइन पैसा छ भने ठिक छ पैसा छ भने त रोडै रोड जान सक्थ्यो नि त अब बाइक साइक भएको भए रोडै रोड जान सक्थ्यो अब त्यो छैन होइन त्यही भएर हिँड्दै हिँड्दै आयो यही पुरानै बाटो पुरानै जीवनशैली है चेन्ज केही पनि भएको छैन पुरानै बाटो पुरानै जीवनशैली त्यही छ अहिलेसम्म होइन मिडल क्लास भनेको यस्तै रहेछ क्या साथी कस्तो रहेछ भने कसैले भनेको थियो कि होइन त्यही कुरालाई मैले फेरि रिपिट गर्न चाहेँ जिन्दगीमा साथी न त गुमाउनु पर्ने कुरा हुन्छ न त पछुताउनु पर्ने कुरा हुन्छ होइन जिन्दगीमा त केवल सिक्नु पर्ने कुरा मात्र हुन्छ क्या हो नि होइन हामीलाई कुनै हुन्छ ब्लग भनेको अब कसरी बनाउने भन्ने कुरा थाहा छैन तर पनि म भ्लगिङको स्टार्टिङ गर्छु र मलाई चाहिँ एउटा राम्रो खालको भ्लगर बन्न मन छ यदि भिडियो एडिटिङमा होस् या मेरो बोल्ने कन्फिडेन्ट बोल्ने शैली बोल्ने तरिकामा होस् होइन यो जुत्ता किनेको छु अनि यो अहिले एउटा यो हुडी किनेको छु यो हुडीलाई पर्यो तपाईँको सेलमा र अनि त्यसपछि हिँड्ने अब यहाँ तल पानी पाइन्छ यो खोलामा पानी पाइन्छ यो नमास्तिर कहीँ पनि पानी पाइँदैन म यहाँबाट यस्तो दौडिन्थेँ कि पहिला खालसाल खाएर राति हुँदा पनि म राति दौडिँदै जान्थेँ क्या दौडिँदै जान्थेँ भनौँ न दौडिँदै जान्थेँ भन्दा नि अलिक छिटो हिँडेर घर चाँडो कसरी पुगौँ भन्ने तरिकामा लाग्थ्यो मान्छे बोलेको जस्तो सुन्नु तर होइन नि म चाहिँ भ्रममा छु अनि अर्को कुरा भनेको मैले अर्को कुरा के छ भने ओपासबाट अब बिलिनियर बन्ने सोच मिडल क्लासबाटै बिजनेस स्टार्ट गरेको मान्छेकोबाट चाहिँ मैले टोमेटो बाई ओपास सपिङ गरेँ होइन त्यहाँबाट चाहिँ मैले यो जुत्ता किनेको छु अनि यो अहिले एउटा यो हुडी किनेको छु यो हुडीलाई पर्यो तपाईँको सेलमा रहेछ यसलाई पर्यो 1650 रुपियाँ होइन अब मलाई चाहिएको थियो मैले किनिहालेँ मसँग थिएन पनि होइन मसँग ज्याकेटहरू केही पनि थिएन जाडोमा लाउने अब जाडो त म यत्तिकै पनि कटाइहाल्छु नि कहाँ जाने हो र बाहिर काम गर्ने हो अनि कोठामा आउने हो भन्ने भएको थियो काम गर्ने ज्याकेट ल म चाहिँ यहाँ तल अलिअलि उसियो लागेको ठाउँदेखि चाहिँ यहाँसम्म आइसकेको छु माथि त्यो कुमारे घर मेरो भाइको घर बनाउन त्यहाँ डाँडा घर भन्छ त्यहाँ चाहिँ पसल पनि छ होइन यतातिर खबरहरू यस्तो देख्न सक्नुहुन्छ र म यहाँ आइसकेको छु है यस्तो बाटो पार गरेर आयो यार रमाइलो भयो नि हौ पसिनाको धारा भएको छ होइन खोइ के भन्नु अब पसिना नबगाएर हुन्छ मेहनत गर्नुको लागि पछि कठोर बोल्नै सकिरहेको छैन कि अब हिँड्न थाकेको जस्तो महसुस भइरहेको छ गाडी त्यो थारेको होइन गाडीमा रातभरि अब ल म अब गाउँ आइपुग्न लागेको छु किनभने एकदम त्यो स्टोर बढी भएर फोटोहरू टन्न खिचेको थिएँ क्या मैले बाटोमा आउँदा पनि डिलेट हान्नु पनि पाइरहेको छैन अनि त्यत्तिकै त्यो अब स्टोर अलिकति बढी स्टोर भएपछि त क्यामेरा आफू अफ हुँदो रहेछ मैले बोलेको त्यो कामै लागेन होइन म कति बोल्दै भ्लग गर्दै आएको थिएँ होइन समस्या यही छ होइन मतलब के भन्छ त्यसलाई के भन्छ भनेपछि सानो युट्युबरहरूको शुद्ध नेपाली बोल्ने पनि आउँदैन तर पनि फुटे नेपाली फुटेको पनि फुटे इङ्ग्लिस जस्तो भयो नि होइन फुल भइहाल्दो रहेछ क्या अहिले पनि फुल भइसक्यो होला अहिले चाहिँ भर्खर इङ्ग्लिस शुद्ध नेपाली बोल्नु हुन्छ केही पनि आउँदैन मलाई होइन समस्या यही छ राम्रो फोन लिएर भ्लग गर्न सकिएको छैन होइन राम्रो फोन नभएको कारणले गरेर चाहिँ अब
भइरहेछ 1 महिना काठमाडौँ 1 महिना घरमा भएर जिन्दगी अहिलेसम्म देखिरहेको छ। ल यहाँ माथि रोड निस्किन लागि म चाहिँ हाम्रो गाउँमा ल यस्तो छ। अहिले ब्लग बनाउनुलाई फेरि स्टोर पुग्दैन उताको लागि राख्नु पऱ्यो नि त। कहिले ए यस्तो यता गाउँको भ्यू चाहिँ टक्क लाएर म चाहिँ यहाँ घरमा आइसकेको। यहाँ तल चाहिँ हाम्रो घरहरू देखिँदैछ। रोड अलिअलि सखारेछ नि डोजरले। टक्क लाएर घरमा आइपुग्यो। अब अलि बादल लागिरहेको घरतिर म चाहिँ लाग्यो भनेर भाँडै बोकेर पिल्लिदियो। यो भाँडा मान्दै थियो कि यहाँ एउटा भाइ यिनीहरू चाहिँ भ्लगको आएर हिँड्छ अरे त सागर दाइ भन्दै खिच्दै भाग्यो हौ ठ्याक। ल यहाँ त्यस्तो भ्यू देख्छ हाम्रोतिर भने चाहिँ। कहाँ भाइको कालो भाइ ओइ 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 कहाँ भाग्यो काले भाइ ओ काले भाइ त यहाँ आइज त भाडा बोकेर कहाँ आयो यहाँ आइज भनेको आसल यो लो बारी बारी पिटी हाँक्दैछ। मन पहिला यस्तो यस्तो थिएँ गाई गाउँतिर सिडीहरू देख्न सक्नुहुन्छ त्यो उगाल लुकिरहेको। यहाँ चाहिँ मलाई मारिसक्यो मैले भिडियो सिडियो गाउँको भ्यू यस्तो छ। ल यहाँ त्यस्तो भ्यू देख्छ हाम्रोतिर भने चाहिँ। कहाँ भाइको कालो भाइ ओइ 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 कहाँ भाग्यो काले भाइ ओ काले भाइ त यहाँ आइज त भाडा बोकेर कहाँ आयो यहाँ आइज भनेको आसल यो लो बारी बारी पिटी हाँक्दैछ। मन पहिला यस्तो यस्तो थिएँ गाई गाउँतिर सिडीहरू देख्न सक्नुहुन्छ त्यो उगाल लुकिरहेको। यहाँ चाहिँ मलाई मारिसक्यो मैले भिडियो सिडियो गाउँको व्यवस्था छ।